है केटा हो हामी चाहिँ काम पनि गर्छौँ नि यसरी घरमा कति मल बोकाइ छ हो अब सिमी ढोक्नुको लागि बोक्दैछु काम चाहिँ यसरी गर्नुपर्छ है घरको गर्दैछु नि हो काम परदेशमा काम घरमा आयो कामले त छोड्ने रहेन हौ हामीलाई कमान बस्तीको मान्छेहरू हामी चाहिँ कमानको मान्छेहरू यसरी दुःख गर्नैपर्छ है ल यसरी बोकाइ हुँदैछ यहाँ बाजेको घरबाट यसरी बोक्दैछु है अब यहाँबाट चाहिँ म ओह्रालो झर्छु यहाँ त्यहाँ गएको छु ओह्रालो हो त्यहाँबाट चाहिँ तल मेरो बारी छ बारी ओह्रालो झर्नुपर्छ यता बारी पनि देखाइदेऊ न अलिकति ओह्रालो यो ओह्रालो झर्छु है अब म ल हिँड हिँड्नु न अगाडि ल यसरी जाँदैछु म चाहिँ बारी बोकेर खै फोटो खिचेर उयो मात्रै होइन नि काम पनि यसरी बस्नु नि माथिल्लो बारी हो बारी यहाँ यो उयो टिम्बुर बोके टिम्बुर भन्छ नि काँडा हुन्छ भर्खर हुँदैछ मेरोमा यहाँ पर छ सिल टिम्बुर बहुत ठुलो त्यो भर्खर फुल फुल्दैछ अस्ति रुख काटेर दाउराहरू काटिरहेको छु यहाँ कटेर टोइलेट ल ल त आजलाई यतिमा है